आस्तिक र नास्तिक बीचमा उभिएको म त केवल आस्थाहरूमा लुकेको आशावादी हुँ। म स्वयं यस ब्रह्माण्डीय चक्रको एक सूक्ष्म आस्था हुँ, मौन तर जीवित। मलाई आस्था छ, धर्महरूमा होइन, धर्महरूमा अडिएका ती आस्थाहरूमा अनि उनीहरूको मौन श्रद्धामा, जहाँ प्रश्नहरू मर्छन्, उत्तरहरू होइन। तर कहिलेकाहीँ म आफ्नै मौनतामा डुब्छु र सोध्छु, के आस्था आफै पनि कहिले थाक्छ? यही प्रश्नको उत्तर खोज्न म बगिरहेछु नदी झैँ, लक्ष्यहीन, तर प्रत्येक घुम्टीमा एक आशाको कथा बोकेर। म गन्तव्य त होइन, म यात्रा स्वयं हुँ, एक सुन्दर भुलभुलैया जहाँ आस्थाहरू बोल्छन् र म शून्यतामा मुस्कुराइरहन्छु। र आजको यात्रा हुनेछ कालिन्चोक। So hello and namaste everyone. Hope you guys are fine. आज चाहिँ हामी बिहान उठेर चाहिँ हामी निस्किसकेका छौँ। साउन्ड कस्तो आएर धेरै दिनदेखि भिडियो बनाएको थिएन, अब चाहिँ बनाउनु लाग्यो है। अब हामी चाहिँ अहिले कति बज्यो यार? अहिले त्यस्तै 6:30 जति भयो कि होइन? 6:30 भयो? 6:30 जति भयो। हामी चाहिँ अब आज चाहिँ हाम्रो कालिन्चोकको यात्राको लागि यसो कालिन्चोकको यात्राको लागि निस्केको आज हामी है। अब यहाँबाट सुरुमा चाहिँ हामी दोलालघाट जान्छौँ। दोलालघाटमा एक स्टप हान्नुपर्छ होइन, त्यसपछि देखिहाल्नुहुन्छ कहाँ कहाँ जान्छ भनेर त। जाम अब यस्तै छ। आज चाहिँ एनएस 200मा च्याट्टपाडामा जाँदैछौँ। अब बिस्तारै नै जाने हो, धेरै स्पिड जानुहुन्न। त्यही भएर अनि आज हामीसँग एक्सेस आयो। अब नकुदा भने केटाहरूले बटारिहाल्छ यो फेरि। होइन तर यस्तो रोडमा चाहिँ बटार्नुपर्छ, किनभने अलि धेरै कभर हान्नुपर्छ नि त। ठिक छ, अब बिस्तारै जानुपर्छ। तर यस्तो रोडमा चाहिँ कुदाएकै ठिक हो, किनभने अब यस्तै रोडमा त नि होइन र कभर गर्ने टाइमलाई। त्यो भएर चाहिँ हामी अब यस्तो सिधा रोडमा चाहिँ कुदाउँदैछौँ। जाम अब के कस्तो हुन्छ हेरी त्यो त म देखाइहाल्छु। अब यो यस्तो रोड त कति देखाइरहने। अब एकैचोटि अलि उज्यालो भइसक्यो, उतै गएर भेटौँला है त। ल केटा हामी चाहिँ धुलीखेल बजार आइसक्यो है। कति बज्यो? 37 कति भनेपछि धुलीखेलसम्म आउन आधी घन्टा जति लागेछ होइन। ए धुलीखेल त नि यो होइन र हो, धुलीखेल त हो नि हो, धुलीखेलै हो, धुलीखेलै हो भने क्या। धुलीखेलसम्म आउन चाहिँ हामीलाई ठ्याक्कै आधी घन्टा लाग्छ। ल अब हामी धुलीखेलबाट चाहिँ तलतिर लाग्नुपर्ने हुन्छ, 5 खालतिर। त्यही हो। कस्तो यो भाइजरमा यस्तो बाफ जमिरह, भाइजर लगाएन भने फेरि यस्तो हावाले हान्छ यार। फेरि यस्तो जमिरह बाफ के गरौँ। ल यही हो धुलीखेल चोक भनौँ, के भनौँ यसलाई। धुलीखेल हो क्या दोस्त। के भयो? ओहो
हिमाल चाहिँ वाइल्ड देखिरहेको रहेछ गोब्रोले त देखिँदैन होला होइन। अब यहाँ कुदाउने ठाउँ त छैन। यसो भाइजर खोलिदिउँ न, भाइजरै खोल्न मिल्दैन कि फेरि। ल ए धुलियलको रोड चाहिँ मैले पहिला पनि देखाइसकेँ होइन। अब यो रोड देखाइ नरहम, यस्तै छ रोडको हालत। अब एकैचोटि दोलाल घाटतिर कतातिर पुगेपछि भेटौँला। ल केटा हामी यहाँ कुन ठाउँ रे? केराघारी मुनि, केराघारीको गौरी शङ्कर हो क्या हो, त्यही हो यो गौरी शङ्कर रेस्टुरेन्टमा चियाको अब चिया खान बसेको यसरी। यता बिनु छ हाम्रो, यता गणेश, यता हाम्रो 50 वर्ष पुरानो नि फेरि के यो यहाँ अनि खतरा लस्सी पाउँछ रे। सब भ्लगरहरू यहाँ आउँदो रहेछ कि मन त्यही भएर आयो। यहाँबाट भ्यू दामी देखिरह। अनि 38 किलो पो आइपुग्यो। बाइक त जोडेन, यहीँबाट रेकर्ड हुन्छ। ल केटा अब अहिले एकैचोटि भेटौँला। केटा अब चाहिँ 4 बजे हामी कति बजी बसेको थिएँ? तिमी बाइक लिन आयो बेला। ल हामी चाहिँ अब दोलाल घाटबाट निस्किसक्यौँ। अघि क्यामेरा अन गरेको होइन, ह्याङ भएर त्यो क्यामेरा अन नभइरहेको रहेछ कि अब चाहिँ अन भयो। अब हामी दोलाल घाटबाट सिधै जान्छौँ। यस्तो मजाले चलाएर आएको थियो कि बबाल मजा भएको थियो, सिधै हुसु नै हुसु थियो क्या। अनि त्यही भएर चाहिँ त्यो क्यामेराको लेन्सभरि पानी परेछ कि। ठिक छ अब खाडी चौरसम्म चाहिँ पहिले आइसक्यो के अरे, जाम खाडी चौरसम्म। बाटो यस्तै छ, पुरै शीतले हानिरह क्या। अब यहाँबाट माथि गयो भने चाहिँ चौतारा भन्ने ठाउँ आउँछ क्या। एउटा चौतारा छ, त्यसको लेफ्ट लाग्यो भने चाहिँ सिन्धुपाल्चोकतिर पुग्छ। अनि यता माथि गयो भने चाहिँ त्यही के अरे खाडी चौरतिर। ओए मातर के हो थट, ए त्यो ट्र्याक्टरबाट कस्तो झर्दिरह यार, धन्दै लागेको नि। के झर्या त्यो फलन झरे के ल ठिक छ ल जाम। अब यताबाट सिधै गयो भने चाहिँ सिन्धुपाल्चोक, यताबाट यता गयो भने चाहिँ कता आयो 12-20 तातो पानी। त्यो ट्र्याक्टरबाट कस्तो झर्दिएको यार, त्यो हौडा रहेछ। ल ओके बाटो चाहिँ यस्तै छ कि। अब एकैचोटि माथितिरै गएर भेटौँ है त, बाटोमा के कस्तो हुन्छ त्यो म देखाइहाल्छु अहिले होइन। अब बाटो चाहिँ यस्तै छ के अरे। भिडियो मात्रै लामो हुन्छ, मैले धेरै पनि गराएन कि, स्पेस पनि फुल हुन्छ। 2 दिनको राख्नु पऱ्यो नि त ब्याकअपको लागि होइन। 2 दिनको ब्याकअपको लागि राख्नुपर्छ, स्पेस पनि त्यस्तो छैन। अब यहाँ चाहिँ यस्तोको चाहिँ भिडियो नगरौँ, यहाँ चाहिँ चेकिङ हुनसक्छ तर छैन रहेछ। ल चेकपोस्ट हो यो चाहिँ, उता जानु। ल यो चाहिँ अब चाहिँ यसो क्यामेरा अफ गरिदिउँ। अब अहिले पछितिर भेटौँ है त, बाटोमा के हुन्छ कस्तो हुन्छ म देखाइहाल्छु त्यो। अहिले चाहिँ हामी खाडी चौर आइसक्यौँ। कति छिटो आइपुग्यो यार खाडी चौर आइसक्यो। अब यहाँ पुल कटेर जानुपर्ने हुन्छ। यही हो खाडी चौर जाने। अब खाडी चौर जाने सैलुङ जान्छ यही बाटो। उताबाट सिधै गयो भने चाहिँ तातो पानी पुग्छ। त्यो रोड हो नि उता तातो पानी पुग्छ क्या। होइन यहीँको। अब हामी चाहिँ यहाँबाट सिधै लाग्न पर्ने हुन्छ है कालिम्पोङको लागि। अब सुरुमा चाहिँ सैलुङ जान्छौँ होला के अरे, सैलुङबाट भ्याएर अनि कालिम्पोङ गएर कालिम्पोङमा अनि एक स्टे हानेर भोलि बिहानतिर फर्किन्छौँ होला जहाँसम्म लाग्छ। यस्तै छ है बाटो चाहिँ। अब आनन्दले आइरहेको छौँ। स्पिड भने यस्तै हो 60 70 5000 आरपिएम भन्दा चाहिँ माथि कटाएकै छैन, किनभने हल्का तेल जोगाउनु पऱ्यो नि होइन।
एउटै स्पिडमा जानु पऱ्यो धेरै हाई आरपिएम नजाम होइन बिस्तारै आनन्दले गइरहेछौँ घाम पनि त्यस्तो लागेन पुरै छेकिरह अब चाहिँ घाम लाग्ला जस्तो भइरह बादलहरू हटेपछि त अब घाम लागिहाल्छ त्यही 5000 आरपिएममा टक्क 55 60 70 त्यस्तै स्पिडमा गइरहेछौँ च्याट्ट यस्तै छ अगाडि यानुमान 50 मजा आएर 4 जना मात्र भए पनि ठिक छ यहाँको टर्निङ चाहिँ अलि कस्तो टर्निङ छ भने होइन उकालोमा अलिक साङ्रो टर्निङ जस्तो छ क्या अनि त्यो काट्दाखेरि चाहिँ अलिकति आउट अफ लेन जान्छ त्यही हो गोब्रो एङ्गल कस्तो आइरहेको थाहा छैन फेरि हेरे पनि छैन चार्ज पनि छैन जस्तो लागिरहेको किनभने अलिक चिसो हो अनि यो चार्ज चाहिँ अलिक छिटो सकिन्छ क्या गोब्रोको चिसोमा कति छ चार्ज त्यस्तै 50% जति होला चार्ज हामीसँग पावर ब्याङ्क पनि छ चिन्ता छैन टक्क चार्ज भ्याउनु पावर ब्याङ्कमा जोडिदिनु त्यसपछि आइहाल्छ अनि फेरि जाम अब यस्तो चिसो छ फेरि ठाउँ होइन यस्तो खालको टर्निङ हेर न ल अलिक गेयर नि छ जस्तो लाग्यो बाटो हेर्दा तल ल बाटो त यस्तै अब एकैचोटि अलिक माथि पुगेर भेटौँला हुसुसुसु लागिरहेको पुरै है तल चेकिङमा पर्यो त्यहीँ जाने कहाँ जाने के हो पहिला नि हुन्थ्यो चेकिङ हस्पिटल चाहियो भने ए लिँदा सर एनएसको लाइसेन्स अब यहाँ सुन्नुहोस् है साथी तपाईँलाई यो अघि ट्याङ्गोले देखाउने बित्तिकै तपाईँ 100% कारबाही पर्नुहुन्छ लाइसेन्स सर होइन अबदेखि यहाँ सुन्नुहोस् तपाईँलाई पहिले माना पर्ने पहिले तपाईँ कारबाही भन्नै पर्नुपर्छ बिल बुकै लाइसेन्स नभएपछि र मैले चान्स दिएँ पाइयो अब बोकेर हिँड्ने ल सर धन्यवाद एकदम ओके सर क्यामेरा न क्यामेरा आउने रहेछ बस
ल ठिक छ गाइज चेकिङमा पर्यो होइन ठिक छ चेक गरेको राम्रै हो अब त्यो विनोदको चाहिँ अब मेरो साथीको चाहिँ ब्लू बुक चाहिँ घरमै छुटेको थियो अब एकचोटि चान्स दिइहाल्यो होइन एकदम बुझ्ने रहेछ ठिक छ ल त्यही हो ल एउटा हामी चाहिँ अब मुडेतिर पुग्न लागिसक्यौँ है अघि नै यही भन्थ्यो हिमाल चाहिँ यस्तो बवाल देखिरहेको होइन यतातिर चाहिँ बाटो अलि नबनाएर रहेछ अहिले केटा अहिले अर्को एङ्गलमा हिमाल देखाउँछु है म अब अर्को एङ्गल चाहिँ देखिन्छ कि देखिन्न थाहा छैन क्या फेरि अर्को एङ्गल हेरौँ न कस्तो देखिन्छ अब हामी चाहिँ मुडेमा गएर खाना खाने प्लान भएको छ होइन यताको बाटो चाहिँ यस्तै नै रहेछ अलि गेगार टाइपको पहिला आउँदा नि यस्तै थियो भिरमौरीलाई यस्तो गेगारमा चाहिँ अलिक बिस्तार चलाउनु पर्छ है बबाल चिप्लिन्छ नि फेरि योमा त चिप्ले मात्र चाहिँ हुन्छ नि झ्याम्मै लड्छ यस्तो ढुङ्गामा यता त धुलो पो रहेछ त अब मुडेसम्म भिडियो बनाउँछु के अरे अनि त्यसपछि चार्ज पनि छैन गोप्रोमा त्यसपछि चार्जमा हाल्नुपर्छ एक लट खै यस्तो बाटो यस्तो मात्रै भयो क्या हिमाल देखाउँछु भनेर अन गरेको हिमालय देखिरहेन अर्को एङ्गल उता पछाडि साइडमा छ क्या हिमाल चाहिँ होइन हिमालय देखिरहेन तिन गेरा तानिन्छ यति त बाटो चाहिँ खत्रै रहेछ धुलै धुले यार पहिला बिहानै आयो भएर होला पानी शीत पर्या भएर चाहिँ धुलो नउड्या देखेको थियो होला अहिले त यस्तो तर पहिला त पानी पर्ने सिजन नै थियो अलि त्यही हो केटा ल हामी चाहिँ अब मुडेमा खाना खाएर चाहिँ हामी सैलुङतर्फ जाँदैछौँ है सैलुङको बाटो चाहिँ 90% राम्रो होला यस्तै छ के अरे माथि चाहिँ अलि अफरोड छ अब जाम सैलुङतिर मजा भइरहेको हामी आज सैलुङ जान्छौँ अनि सैलुङको डाँडा चढेर हामी चाहिँ अनि त्यहाँबाट फर्किन्छौँ एकछिन बसेर रेस्ट बसेर एकछिन भनौँ न त्यसपछि हामी फर्केर यहीँ मुडे बजार आएर अनि यहाँबाट चाहिँ अनि कालिम्पोङतिर जानुपर्ने हुन्छ त्यस्तै छ मजा आइरहे बोल्न पनि केही त्यो बोलिने आएन के भने के बोल्ने होला यार यस्तै छ डाँडा हिमाल चाहिँ कुन साइड देखिरहेको थियो यार अघि अहिले चाहिँ हिमाल यो साइड देखाएन काहीँ पनि होइन तर अघि नै चाहिँ खतरा देखिरहेको थियो उयो कस्तो बवाल यार सबै एउटै छाना भएर क्या बवाल देखायो भने कसम यार ल यहाँ त्यो राम्रो रोड पछि चाहिँ यहाँ नराम्रो रोड पनि आइसक्यो होइन नराम्रो भन्दा नि यस्तै हो रोड त अब यस्तो धुलो
ढुङ्गा त्यस्तै त्यस्तै छ पहिला आउँदा नि यस्तै थियो अहिले नि त्यस्तै क्या त्यस्तो अफ रोड त होइन तर बाल्दा चिप्लो चिप्लो खयो नि यस्तो धुलो यार छ तेरिका विनरले उठेर चला मोटे डराउला नि फेरि उठेर चला कसलाई हो यहाँनिर यस्तो पानी जम्मा थियो अस्ति नै आउँदा ल छैन बस्न किन झर्या त नि त ल यो केटाहरूलाई चाहिँ हल्का सु आएर उ त्यहाँ रोकिरह बवाल छ यस्तो ल हामी चाहिँ सैलुङ पुग्न लागिसक्यो अब होइन तर बाटो चाहिँ यस्तो छ यस्तो नि छ बाटो चाहिँ अब बिचमा सानो लाउनु साथी सानो लाउन पुरै ढुङ्गाले छापे बाटो छ यार पुरै ढुङ्गाले छापे भने हिमाल चाहिँ मिठो देखिरहेको तर गोप्रोले चाहिँ हिमाल देखिँदैन होला कि फेरि पुरै त टल्केर के भयो रे पेट दुख्यो झन् त्यहाँ पछाडि झन् कस्तो उफार्छ त्यो पछाडिको सिटमा दुई गियरमा इजी तानिरह यस्तो नि त्यति स्लो भएर नि त्यो पिकअप दुई गियरमा उठाइरह यार हिमाल खतरा देख्यो हेरौँ भने यता बाटो देख्दैन होला फेरि केटाहरू कस्तो बत्तेको यार बस आयो बे थट बाटो यस्तै छ केटा हो गाह्रो यो बसमा तान्दैन जस्तो लाग्यो टर्निङमा ब्याग आइदियो भने साईको कति गियरमा छ बे एकमै छ त कस्तो नजानेको गाह्रो हुन्थ्यो रहेछ
ल हामीले चाहिँ तलबाट बाइक चाहिँ यहीँसम्म ल्यायो होइन अब यति बाँकी छ यहाँदेखि हिँड्ने हो अब बाइकहरू चाहिँ यस्तो बाटो पनि आयो ल हामी चाहिँ यहाँ नेपालको ग्रेट वाल होइन मोडु यता हेर न कस्तो भइरहेको भन्नु नि तिम्रो फर्स्ट एक्सपिरियन्स होइन बबाल छ है स्योर कपिराइट हो यो भिडियोमा ओइमा यता हिमाल देखिरह के रे के भन्छ मुला पुगिन्छ हौ अहिले एकछिनमा उता माथि त डाँडा त उता माथि डाँडा बिस्तार जानुपर्छ अब थाकिसक्यो यति हिँड्दा नै ल हिँड्दा बिस्तारै आइपुग्यो होइन यता महादेव गुफा जाने बाटो यता सैलुङ जाने बाटो यस्तो छ यता महादेव गुफा यता सैलुङ ल केटा हामी चाहिँ सैलुङ आइसक्यौँ एउटा त्यहाँ हिँड्न नसकेर बसिरहेको जुम हान्नु मिल्दैन नदेखाइन्थेँ सुपर वाइडमा छ अहिले यस्तो छ बवाल भइरह उता माथिकोमा जानुपर्ने हुन्छ अब हेरौँ यस्तै छ योभन्दा माथि चाहिँ नजाम होला होइन अब यस्तो थाहा आनन्द आयो अब अहिले चाहिँ बस्दाखेरि आनन्द आइरहेको ल त्यसले त कफी बनाउँछ नि बिनु हो ल तिमीलाई थाहा छैन मुला कस्तो महँगो पर्छ अलिकति हाल्छ कि यो यसको न्युज हुन्छ गुगलमा हेर न लाबोटे सैलुङ लेखेर बाटो गु भनेर सैलुङको चिनो भनेर देऊ न तर मुराले पत्ताउँथ्यो यार यहाँ भनिदेऊ न मुर्रालाई यहाँ मुर्राले भिडियो हेर्ला नि मुराई बाटो गु यस्तो छ के चिज छ हौ माथि चाहिँ त पिकनिक हाल्ला नि त त्यहाँ के छ त्यो भ्यू टावर अब के रहेछ 20 रुपैयाँ तिर्नुपर्छ त्यही भनेर टिकट काट्नु पर्दो रहेछ माल देखाए नि मैले आफ्नो हेरेर बसिरह यार एकचोटि म हिमाल देखाउँछ त अर्को एङ्गलमा अलि नदेख्दो रहेछ हिमाल चाहिँ यता देखाइ हिमाल यस्तो छ ल हामीसँग एउटा डगी पनि आएको थियो त्यो चाहिँ निदा होइन ए निदाइरहन्छ यार उता अर्को मोटे यता हाम्रो कुकुर ल भैरवकुण्ड यता ठ्यास भाइ यस्तै छ बबाल आनन्द आइरहेको यहाँ बसेर चाहिँ ओए बाघको गुमा आइपुग्यो यार यहाँ ल धेर चिप्ली ढेल्नु च्यात्ते छ यसको यहाँ हौ है यस्तो हातले औँलाले सानो छ क्या अहिले त ठुलो भएछ ल योमा चिप्ली देखाएको च्यातियो नयाँ ट्राउजर कहाँ खुट्टाले पो घिच्ने त उता बसेर घिच्ने कहाँ बसेर घिच्ने अत्तेरी उ त्यसरी कस्तो लागिरहेको छ ल
अझ हामी फर्किनु लाग्यो बाइक भएकोतिर ल मोटुले पानी खुवाउँदैछ माथिदेखि पछाको पछि गरेर यार यता थर्क्यो यार गीत पानी खाएर गीत गायो कस्तो तिर्खा रहेछ त थाहा भइसक्यो क्या